स्वर नभए पनि दुर्गेश थापाको फुर्ती नै ठुलो। नायक पल शाहलाई दिए मुखभरिको जवाफ। आइएम ब्याक। कामले हान्ने हो, काम हानिसकेपछि आफै बोल्छ, देख्नु भएन दुश्मन हेरेको हेरे। कामले बाल्ने हो, मुखले बाल्ने होइन। मुखले त जसले पनि बाल्छ नि होइन। दुर्गेश र पलको पनि गीत आए हुन्थ्यो भन्ने अडियन्स धेरै हुन्छ, के छ यो सम्भव छ? सम्भव छ, किन हुँदैन? समय हो, यत्रै छ इन्डस्ट्री, यसो घुम्दै फिर्दै ठोकिनु परिहाल्छ। त्यो भगनाले दुश्मनी भन्दा मिलेर जाँदा राम्रो हुन्छ होइन, मिलेर जाने हो। म मेरो गीतमा म कसैले हामी दुईजना अप्रोच गर्छ, आइएम वेलकम होइन, म जान सक्छु होइन, उहाँहरू पनि आउन सक्नुहुन्छ होइन। र त्यही हो, अब चाँडै। र तपाईँको दुश्मन हेरेको हेरेमा समीक्षाजीको पनि सोर्स होइन, अहिले दुवैजनाले कस्तो रेस्पोन्स पाइरहनु भएको छ? उहाँले तपाईँले अप्रोच गर्दाखेरि उहाँले के भन्नुभएको थियो? म कसैसँग नराम्रै छैन पहिल्यैदेखि होइन। मलाई अब हरेक किसिमले चाहिँ म सबैसँग राम्रो छु, म दुवैतिर राम्रो छु। मलाई कसैसँग नराम्रो हुनु पनि छैन। र लाइफमा सबैले आफ्नो आफ्नो काम गर्ने, आफ्नो आफ्नो दुःख गर्ने, आफ्नो खाने होइन, त्यही हो। थ्याङ्क यू सो मच र बेस्ट विसेस आगामी। थ्याङ्क यू सो मच सबैजना, थ्याङ्क यू। हजुरकै गीतमा अब पलजी आउँछ, आफूले चाहिँ पलजीलाई अप्रोच गर्ने कतिको सोच बनाइराख्नु भएको छ? र भयो भर्खर मैले अन्तर्वार्तामा सोधेको थिएँ पलजीलाई, दुर्गेशजीसँग काम गर्नको लागि रेडी हुनुहुन्छ कि हुनुहुन्न भन्दा हुन्छ, किन नगर्ने भन्ने खालको कुरा गर्नुभएको थियो। अब हजुर आफैले चाहिँ अप्रोच गर्ने सोच बनाउनु भएको छ कि छैन पलजीलाई? यस्तो मैले अहिलेसम्म त्यस्तो गीत बनाएको छैन। यदि बन्यो भने मैले अप्रोच गर्छु। अब खेल्ने नखेल्ने उसको हातको कुरा हो, मैले चाहिँ अप्रोच गर्छु। त्यस्तो गीत बन्यो भने होइन, कमब्याक हुने टाइपको चाहिँ अब गरिसकेपछि बवाल गर्नु पऱ्यो नि त, ब्लास्ट युट्युब नै ह्याक हुनु पऱ्यो नि त, त्यस्तो टाइपले गर्नु पऱ्यो होइन। त्यस्तो बनेको छैन। बन्यो भने म यस्तो गीत बन्यो ल गरम कमब्याक होम, अब चाहिँ बवाल गर्नुपर्छ भनेर भन्छु। अब खेल्ने नखेल्ने उहाँको हातको कुरा। दुर्गेश थापाको क्रेज यस्तो छ कि होइन, दुर्गेश थापा भन्ने बित्तिकै ठाउँमा यति धेरै क्रेज छ होइन। बिचमा अलिकति ग्याप गर्नुभयो, अब फेरि पहिला जस्तो क्रेज थियो अहिले अलिकति नभएको हो, तपाईँलाई त्यस्तो लाग्छ कि लाग्दैन? लाग्दैन, त्यतिखेर हल्का ब्रेक मात्रै लाग्यो। आइएम ब्याक। ब्याक भएपछि अब सबै आगो बालिदिनेवाला छैन। यस्तो हो, कामले बाल्ने हो, मुखले बाल्ने होइन। मुखले त जसले पनि बाल्छ नि होइन। यहाँ कति बाल्छन्। कामले हान्ने हो, काम हानिसकेपछि आफै बोल्छ, देख्नु भएन दुश्मन हेरेको हेरे। ट्रेन्डिङ नम्बर 1 मा ट्रेनिङ नम्बर 1 मा छ। र पछिल्लो समय तपाईँको सहकार्य प्रियङ्का म्यामसँग धेरै भइरहेको छ, किन प्रियङ्का नै दुर्गेशले रोजिरहेका छन् भन्ने अर्को प्रश्न भइरहेको छ क्या दर्शकहरूको, के भन्नुहुन्छ यसमा? उहाँसँग म कम्फर्टेबल छु नि त, उहाँ पनि मसँग कम्फर्टेबल छ। हामी कुनै सिन गर्दाखेरि हामी हिचकिचाउँदैन। र त्यही सिन मैले अरू कुनै हिरोइनहरूलाई अप्रोच गरेको भए उसले नो भन्थ्यो होला, त्यस्तो गर्दैन भन्थ्यो होला। तर प्रियङ्काले ओके गयो। त्यो भएको हुनाले एउटा के हुन्छ, बोन्डिङ पनि मिल्नुपर्छ कि, त्यो बोन्डिङ मिलेर होला, हाम्रो केमिस्ट्री पनि मिलेर होला, गीत पनि हिँड्छ। ट्रेनिङ नम्बर 1 तपाईँले जुन खालको सिन प्रियङ्काजीले अप्रोच गर्नुभयो, हजुरलाई थाहा थियो प्रियङ्काले नाइ भन्दैन भन्ने? थियो। उहाँ अलिक कस्तो भने चाहिँ आर्टिस्ट भइसकेपछि यस्तो पनि गर्नुपर्छ, उस्तो पनि हरेक कुराको नलेज छ नि त उहाँलाई। त्यो भएको हुनाले मलाई थाहा थियो उहाँले गर्नु। ब्याक टु ब्याक फिल्ममा काम गराउनु भएको छ, हजुरले गीत पनि बनाइसक्नु भएको। दुर्गेशको गीत आजकल फिल्मतिर बिग्छ, हेर्दै जा भाइ, इन्डस्ट्रीमा को धेरै टिक्छ। फिल्ममा ब्याक टु ब्याक काम गरिराख्नु भएर यो लिरिक्स लेख्नु भएको हो या यो होइन यो त ठिकै छ, यो मिल्यो भन्ने खालले? यहाँभन्दा अगाडि 6 माया छपकै पनि बिकेकै हो होइन। त्यहाँभन्दा पछाडि मेरो हजुरमा पनि बिकेकै हो। अलिकति बिचमा लफडा परेर निकालिदिएँ होइन। त्यसपछि कुन रसो दीर्घमा पनि बिकेकै हो। र अहिले पनि हाम्रो रङ्गीमा पनि अब सलुनले मन पारेर त होला नि होइन, गीत लिनुभयो। अब अरू पनि लाइनमा छन्, तर ब्रान्ड हेरेर चाहिँ काम गर्छु। गीत त बिकिरहेछन् भट्टाभट, एकपछि एक फिल्मको होस् अथवा जेको होस्, दुर्गेशको नाम आउने बित्तिकै गीत बिकिरहेछन्। फिल्ममा गीत मात्र बिकाउने हो कि अब यो अनुहार पनि बिकाउने हो? किनकि मोडलिङमा यस्तो राम्रो डान्स गर्नुहुन्छ, गीतहरूमा त्यत्रै छाइराख्नु भएको छ, हिरो नै भएर चाहिँ कहिले बिकेको हेर्न पाउँछ हामी दुर्गेशजी? पाउँछ अडियन्सको एकदमै धेरै हो। ठिक छ, म आएँ भने यस्तो बास तरिकाले आउँछ होइन, त्यस्तो होइन। आफ्नो काम चाहिँ खतरा ल्याएर आउँछु होइन। हरेक अडियन्सको दिमाग हान्ने गरेर ल्याएर आउँछु। हो यो चाहिँ हो भन्ने तरिकाले। जस्तो अहिले दुश्मन हेरेको हेरे भन्ने गीत हेर्नु भयो होला, हेर्नु भएछ भने एकचोटि हेर्नुहोस्। र अनि काम त्यस्तै आउँछ। पक्कै पनि हेर्नु भएको छ, किनभने ट्रेन्डिङ नम्बर 1 कि फिल्ममा त्यही भने नि मैले अडियन्सको माया गरी आउँछु भन्नुभयो, तर कहिले आउने कि तयारी के हो? हुन्छ? यो तयारी चाहिँ हाम्रो यस्तो हो, पहिला स्क्रिप्ट लेख्नु पऱ्यो होइन। बल्ल त दर्शक श्रोताहरूको डिमान्ड आयो, दुर्गेश पनि एउटा फिल्म खेलिदिनु पऱ्यो, हिरो देख्न चाहन्छौँ भन्ने धेरै फ्यान्सहरूको मलाई चाहिँ अब मेसेजहरू आइरहेको हुन्छ।
अनि त्यो भएको हुनाले एउटा अङ्कल हुनुहुन्छ मेरो प्रेमा दावा लामा पछिल्लो समयमा मसँग धेरै सहकार्य गर्नुहुन्छ उहाँ हामी बसेर डिस्कसन पनि गऱ्यौँ ल ठिक छ अब यो विषयलाई पनि हामी अगाडि बढाउँ भन्ने कुरा छ अब एउटा राम्रो स्क्रिप्ट हामी तयार गर्छौँ त्यसपछि हामी तपाईँहरूलाई बोलाइहाल्छौँ अहिलेसम्म फिल्मको अरू पनि हुनुहुन्छ अब त्यो स्टोरीले के माग्छ भोलि अहिलेसम्म होइन फिल्मको तपाईँलाई पनि माग्न सक्छ एउटा पत्रकार पनि माग्न सक्छ नि होइन अहिलेसम्म फिल्मको अफर चाहिँ आएको छ कि छैन हजुरलाई अफर आइरहेछ यस्तै खेलिदिनु पर्यो भने आइरहेछ तर मैले अहिले म किनकि मेलामा सबतिरै बिजी छु के खोजिराख्नु भएको छ तपाईँले अफरलाई ठुक्राइराख्नु भएको छ के पुगिरहेको छैन र तपाईँले एक्सेप्ट गरिराख्नु भएको छैन त्यो अफरमा अझै केही सिक्दैछु अझै बुझ्नु पऱ्यो नि त अझै फिल्डलाई अझै बुझ्नु पऱ्यो नि त म पहिला म्युजिक भिडियो मात्रै काम गरेँ हो मुभीमा आउँदाखेरि कता कता ठोकिनुपर्छ होइन हरेक कुराहरू थाहा हुनु पऱ्यो त्यो थाहा छैन नि त अझै अब थाहा हुँदैछ बिस्तारै मान्छेहरू चिन्दैछु साथीहरू चिन्दैछु अनि त्यसपछि हजुरको फ्यानहरूले चाहिँ हजुरको रिल्समा टिकटकमा फेसबुकमा जहाँ पनि कमेन्ट गरेर हुन्छ एउटा महोत्सवमा गीत गाएको दुर्गेशले कति पारिश्रमिक लिन्छ भन्ने खालको प्रश्नहरू धेरै आइरहेको छ के चाहिँ यसमा चाहिँ फ्यानलाई भन्न मिल्छ मिल्छ मैले यस्तो म त्यति धेरै डिमान्डेड छैन मलाई दर्शक श्रोताले बनाएको दुर्गेश थापा हो दर्शक श्रोतासँग म फ्रीमा जाँदा पनि फरक पर्दैन म कुनै ठाउँमा टिकट फ्री छ भने म फ्रीमा पनि गइरहेको हुन्छु कतै दुखी गरिबहरूको उमा चाहिँ काम भइरहेछ अनाथ आश्रम बनाउनको लागि भएको छ भने म फ्रीमा गइरहेको छु स्कुलको प्रोग्रामहरू फ्री जान्छु मलाई त्यस्तो म डिमान्डेड छैन मलाई हेलिकप्टर यहाँ हो यस्तो गाडी चाहिँदैन हेलिकप्टर भनिरहँदाखेरि यो दुश्मन हेरेको हेरेमा जुन कमेन्ट आइरहेछ फेरि त्यतैतिर सटाएर हो यही त हो नि मान्छेको नेगेटिभ जानु भएन पोजिटिभ जानु पर्यो बोल्दा बोल्दै हरेक कुरा बोल्न सकिन्छ नि मान्छेको हुन्छ नि तपाईँको त्यसमा यो हेलिकप्टर भनिरहँदा तपाईँको कुनै इन्टेन्सन छैन होइन लटपटेको भन्ने हो त्यस्तो त्यो जिब्रो लटपटेकै होइन मान्छेहरू त हुन्छ नि त होइन आफ्नो आफ्नो सोपिङ हुन्छ ओके अब हामीले दुर्गेशजी हजुर जुन गीत निकाल्नुहुन्छ त्यो चाहिँ बजारमा तल्का नै पिट्छ कि खासमा यसको रिजन चाहिँ के रहेछ यस्तो हो म आफूलाई मन पराउने गीतहरू बनाउँदैन के म दर्शक श्रोताले मन पराउने गीतहरू बनाउँछु नि त हजुरको ढिलो आउँछ तर एकदम कडा आउँछ जुन बजारमा तातिन्छ कि यसको मेन कारण के रहेछ खासमा यस्तो हो म अलि टाइम लाएर टाइम लिएर कामहरू गरिरहेको हुन्छु त्यो भएको हुनाले पनि होला अवश्य राम्रो कामलाई जहिले पनि राम्रै प्रायोरिटी दिइरहेको हुन्छ त्यो भएको हुनाले नि ओके अब हामीले दुर्गेशसँग अन्तर्वार्ता गरेपछि गीत नसुन्ने कुरा हुँदैन अन्तिममा एउटा गीत सुनौँ त्यसपछि छुट्टिन्छ आज भोलि दुर्गेशको गीत फिल्मतिर बिग्छ हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ खर्च भएर चर्चा भएको छ म गाडी घोडाउँदै म पैसा उडाउँदै मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे ओके दुश्मन हेरेकै गीतलाई दर्शकले यति धेरै माया गरिदिरहेको छ पार्ट 2 आउने चान्स छ कि छैन पार्ट 2 आउँछ कि आउँदैन अब गुन्डै मरिसकेपछि पार्ट 2 कहाँबाट आउँछ अब क्लास किनकि दुश्मन त कहिले खत्तम हुँदैन नि त होइन र एउटा गए अर्को आउँछन् दुश्मन पार्ट 2 चाहिँ आउँदैन अर्कै त्यस्तो अब रिसिभी भन्ने आउन सक्छ नयाँ क्रिएसन गर्ने त्यही एउटा दुईटा भन्नुपर्छ हुनसक्छ त्यसलाई जस्तो रिसिभी टाइपको एउटा अर्को एल्बम राख्न सकियो त्यही 2, 3, 5, 6 बनाउनु पर्छ होइन म त्यो बिचमा बनाउँदा पनि थाकिसकेँ अनि त्यही भएर नबनाउनु अन्तिम प्रश्न मेरो तर्फबाट सधैँभरि यस्तो एनर्जेटिक देखिन के खानुपर्छ जाँड रक्सी चुरोट खानु हुँदैन होइन तपाईँ सागपात खाऊ म खाँदैन तपाईँले देख्नु भएको छ तपाईँलाई त म मिडियामा मात्रै हेर्न पाउँछु कफी खाएको नि हेर्न पाइरहेको होइन अरूले तपाईँ मिडियाको मान्छे हो दुर्गेशले यो खान्छ दुर्गेश यहाँ जान्छ यसको यति क्लोज साथी त थाहा छ नि तपाईँलाई थाहा होला नि त अब हामी एकदमै फलो गर्नेवाला छौँ तपाईँ के खानुहुन्छ कहाँ जानुहुन्छ भनेर होइन तपाईँ नगर्नुहोस् अहिले त यस्तै हुनुहुन्छ अनि पछि जान्छ है अन्तिममा के भन्न चाहनुहुन्छ हजुरको अडियन्सहरूलाई आई लभ यु भन्न चाहन्छु र तपाईँहरूको माया तपाईँहरूको साथ यस्तै तरिकाले मेसिन गन जस्तो फायर गर्नुहोस् म अगाडि बढ्छु दुश्मन हेरेको हेरेर थ्याङ्क यू अडियन्स आई लभ यु टु भन्नुभयो थ्याङ्क यू